नभन्ने कुरा समाचार बन्छ कहिलेकाहीँ हैन। अब एक भोट हाल्नको लागि 10औं लाखको हेलिकप्टर प्रयोग गर्ने प्रवृत्ति नेताहरू भ्रष्ट भए खर्चिल भए भनेको कुरा बालनजी लगायतका नेताले दोहोऱ्याएकै छन्। अहिलेको तपाईँ समीक्षा गर्नु होला। अब नर्मल्ली चुनाव उठेको उम्मेदवार आफ्नो निर्वाचन क्षेत्रमा जाँदा मौसमले साथ नदिएर ल्यान्ड नहुनु भनेको चाहिँ अनलक भनिन्छ हाम्रोतिर चाहिँ। यो चाहिँ बालनजीको लागि ठुलो अनलक हो भन्ने लाग्छ। अब हजुरको उम्मेदवारी छ, जित सुनिश्चित भएको छ झापा क्षेत्र नम्बरबाट हजुरको झापा 2बाट भक्तपुरबाट झापा 5बाट अध्यक्षज्यूको सुनिश्चित छ, भक्तपुर 2बाट मेरो सुनिश्चित छ, देशभरिबाट एमालेको लगभग बहुमत आउने सुनिश्चित छ। आहु भन्नेहरूलाई चाहिँ के भन्नुहुन्छ, हजुरको सुझाव के छ? अब नीति बिना, सिद्धान्त बिना, विचार बिना, राजनीति बिना, कुनै भिजन बिना, दृष्टिकोण बिना, विकास र समृद्धिको कुनै योजना बिना साथीहरू आएका छन् र खुल्ला बहस गरेर छलफल गरेर भोट माग्न नसकेर चुपचाप फलाना चिन्हमा छाप भन्दैछन्। अब यो चाहिँ जनताले स्वीकार्दैनन्, किनभने नीति सिद्धान्त विचार समृद्धि विकास युवाहरूको रोजगारी लगायतको विषयमा चाहिँ नेकपा एमाले विगतमा गरेको योगदान, अहिले पनि सही मूल्य मान्यता, सामाजिक न्याय, विकास समृद्धि र लोकतन्त्रको लागि एमाले देखाएको व्यवहार र भूमिका, यी सबै कारणले गर्दा चाहिँ ढुक्कका साथ एमालेलाई सूर्यमा छाप भन्ने अभियान चाहिँ देशव्यापी राम्रै चलेको छ। अब एमाले पहिलो पार्टी बन्ने पक्का हो? निश्चित रूपमा एमाले सकेसम्म बहुमत ल्याउने आधार खडा भएको छ। यदि भएन भने पनि पहिलो पार्टी बन्ने कुरा त सुनिश्चित छ। तपाईँकै क्षेत्रबाट उम्मेदवार यही भक्तपुर 2बाट तपाईँको अध्यक्ष केपी शर्मा ओलीले नै यही क्षेत्रबाट मतदान गर्नुभयो, सकभर तपाईँले नै मतदान गर्नुभयो होला, कस्तो फिल भइरहेछ अध्यक्षले नै तपाईँले मतदान गर्दा? अनि मेरो लागि त्यो गौरवको कुरा हो नि। मेरो पार्टीको अध्यक्ष, पूर्व प्रधानमन्त्री र भावी प्रधानमन्त्रीको रूपमा पार्टीले निर्णय गरेको व्यक्तित्वले मेरो निर्वाचन क्षेत्रमा आएर मलाई मतदान गर्ने एउटा अवसर अथवा सौभाग्य मैले प्राप्त गरेको छु। यो चाहिँ मेरो लागि एउटा गौरवको विषय हो। उहाँको बेला जुन यहाँ भिडभाड देखियो, उहाँलाई देख्नलाई तछार मछार जुन गरिरहनु भएको थियो, त्यसलाई चाहिँ कसरी हेर्नु भएको छ? अब केपी शर्मा ओलीजी भनेको नेपालको राजनीति एउटा आइकन हो, एउटा निकै आकर्षणको केन्द्र हो। उहाँलाई हेर्नको लागि आम जनसमुदाय र आम मतदाता चाहिँ निकै धेरै आकर्षित छन् र मिडियाहरूको पनि निकै ठुलो चासो छ। राष्ट्रिय अन्तर्राष्ट्रिय सबै मिडिया साथीहरू जुन ढङ्गले आइदिनु भएको छ, म तपाईँ सबैलाई धन्यवाद दिन चाहन्छु।